उज्जवल उज्जवल ओ उज्जवल अहिलेसम्म उठ्नु पर्दैन उठिसके बा म लुगा लगाइसके मुख धोएर त खा ए जहिले करस बाबु धेरै घुर्की लाउनु पर्दैन ए ल ल ल मायाले बा मेरो एउटा काम पऱ्यो साथीलाई भेटेर आइहाल्ने ल ल जान त जा तर टाइममा आइज है आज पनि ढिलाउनु भयो यो यति ढिला किन गरेको त्यही त हो नि आज पनि सवारी रहेछ 1 घन्टा त सवारीमै अड्क्यो त्यो एम्बुलेन्सलाई त जान दिएन मलाई कहाँ जान दिँदैन त्यही त उजर जनतालाई चाहिँ बाहिर नेताहरू भने त सवारी छैन उसले उठाउँछ खै पनि आमा यस्तो राजनीतिक कुराहरू उसै त ढिला भइसक्यो अहिले छिटो भयो यसरी काकालाई फोन गर्नु पर्ला हेलो काका सन्चै हुनुहुन्छ ओहो बाबु आज कहाँबाट सम्झ्यौ त अहिले काकालाई एउटा कुरा सुनाऊ कि भनेर फोन गरेँ नि काका सुना नि त सुना काका मेरो त भिसा लाग्यो नि अब म त 15 दिनपछि जाने काका अनि एक्लै आमालाई छोडेर जान सक्छस् त अन्त काका नेपालमा रोजगारी नपाउँदो रहेछ बल्ल बल्ल खेती किसानी गरेर काठमाडौँ ल्याइ पुर्याए त्यही पनि अब नसकिने भयो काका बुवा बिरामी हुँदाको ऋण पनि धेरै नै छ अब परिस्थितिले विदेशी पुर्याउने भयो काका 2-4 दिनको लागि एउटा रुम मिलाइदिनु न भनेर काठमाडौँमा फोन गरेँ नि काकालाई के रे तेरो काका मरेको छ र चुप लगाएर मेरो कोठामा आएर बस अरू कुरा के होइन त्यो आमालाई त्यो राम्रोसँगले व्यवस्था गरेर आइज है बाबु तेरो पुरानो लुगाहरू राखिदिएको छु लगाइस् है आमा आज म देशको परिस्थितिले गर्दाखेरि म विदेश जानु बाध्य भएँ सायद सरकारले रोजगारीमा ध्यान दिएको भए म मेरी आमालाई छोडेर जानु परिन्थ्यो होला आमा गुन्द्रुकहरू राखिदिएको छ राम्रो छ तातो बनाएर खाए मेरो चिन्ता नली बाबु आमा ल बाबु राम्रोसँग जा सरकारले तेरो लक्ष्य अनुसारको रोजगार दिन सकेको भए यो बुढेसकालमा आमा छोरा पारिनु पर्दैन थियो होला आमा तपाईँ चिन्ता नलिनु म उहाँ काकाकोमा पुगेपछि हजुरलाई म फोन गरिहाल्छु ल बाबु तँलाई मैले काठमाडौँसँग पनि छोड्न आउनु सकेन कस्तो विडम्बना हो घरमा पनि हेर्नै पर्यो आमा चिन्ता नलिनु ल म जान्छु है आमा औषध चाहिँ समयमा खाऊ है तिमी पढाइसकेपछि के गर्छौ सरिता म पढाइसकेपछि त नि 5-10 वर्षको लागि विदेश जान्छु होला उज्जवल नेपालमा बसेर त नि पढाइ खर्च नि हुँदैन जस्तो लागिरहेको छ यो भ्रष्टाचार विरुद्ध आवाज नउठाएर सबै युवाहरू विदेश गएका छन् त्यो भनेर मात्र कहाँ हुन्छ र उज्जवल अब हामीले उठाउनु पर्छ म उठाउँछु आवाज जब बाबु अनि साँच्ची कुन चाहिँ देश जानु अब काका उही त हो नि हामी जस्तो मान्छेहरू उही खाडीमा जाने त हो दाइ पनि आउनुभएछ दाइ कहिले आउनुभयो
भर्खरै आइपुग्यो कति दिनपछि भेट भयो अब 2-3 वर्षपछि मात्रै भेटिन्छ भाइ मेरो त भिसा लाग्यो नि दाइ तपाईँको पनि भिसा लाग्यो ल बढ्नुहुन्छ हेर्नुहोस् त बुवा आजको युवाहरू फेसबुकमा परिवर्तनको लागि आवाज उठाइरहेका छन् तिमीहरूको आवाज केही परिवर्तन आउँदैन छोरा बुवा मैले त बुझेन त हाम्रो पालामा पनि हामीले परिवर्तनको लागि हतियार उठाएकै हो छोरा सत्ता पनि पल्टियो तर झन् धेरै भ्रष्टाचार झन् धेरै बेरोजगारी र झन् धेरै अशान्ति फैलियो आखिर के नै भयो र यो देशमा परिवर्तन त भयो तर नेतृत्व गर्नेहरूको मात्रै भयो तिमीहरूको पनि हुने पनि त्यही हो तर यो पटक फरक छ बाबा परिवर्तनको आन्दोलनमा त भोलि पक्कै चर्चा छोरा हामी यो पालि आवाज बोकेर जाने बोलीमै त गोली नचल्ला नि बा यस्तो आन्दोलन धेरै भइसकेको छोरा कति शहीद छन् कति अपाङ्ग छन् मैले हात गुमाएँ तर तँलाई गुमाउन सक्दिनँ छोरा तर बाबा मलाई अरू कुरा केही थाहा छैन त जाँदैनस् भनेपछि जाँदैनस् मलाई अरू कुरा केही थाहा छैन उज्जवल के गरेर बसिरहेको बुवा नमस्ते कलेज जाने ढिलो भएन उज्जवल जाऊँ न छिटो ल ल बुवा अब म निस्किन्छ है उज्जवल तिमीले गरेको पोस्ट खतरा भाइरल भएको रहेछ त तिमीलाई बधाई छ अब एकचोटि देशको लागि लड्ने बेला आएको छ हामी भोलि जाने हो मैले सबैलाई भनिसकेको छु भोलि जाने भनेर के छ त नि मैले पनि सबैलाई भनिसकेको छु भोलि बिहान जाउँला नि अन्त त्यही गरेर न जाउँ अब बा म जाँदैछु है पक म नि आउँदैछु दाइ म कलेज गएर आइहाल्छु नि थाहा छ त कहाँ जाँदैछस् मैले तेरो फेसबुकको पोस्ट देखिसकेँ आउनु पर्दैन दाइ सानो प्रोटेस्ट हो म गएर आइहाल्छु नि मैले तेरो पोस्ट देखिसकेँ भाइ म नि तँलाई साथ दिन चाहन्छु ल ल हिँड्ने दाइ त्यसो भए ल जाउँ त काका म गएँ है उज्जवल आइया हेलो के बोली कस्तो बोली मेरो छोरा त कलेज गएको होइन अनि भ्रष्टाचार तिनीहरूले पाकिस्तानी गोली हानिरहेको छ खै त हे भगवान आखिर किन ममाथि बारम्बार यसरी वज्रपात गर्नुहुन्छ के मेरो भाग्यमा एउटा सानो खुसीको किरण पनि लेखिएको थिएन मैले कसैको के बिगारेको थियो र मेरो बुढेसकालको छाएर मेरो मुटुको टुक्रालाई यसरी छिनेर लिएर जानुभयो एउटा गरिब बुवाले आफ्नो छोरालाई काँधमा चढाएर संसार देखाउन खोजेको थियो तर आज त्यही छोराको लासलाई काँधमा बोकेर हिँड्नुपर्ने कस्तो समय लिएर आइदिनु भयो भगवान के तपाईँको दरबारमा न्याय छैन भगवान
के तपाईँको दरबारमा न्याय छैन? के तपाईँको दरबारमा सत्य बोल्नेको आयु यति नै रहेछ त भगवान? यति नै रहेछ त? मेरो उज्जवल त यो देशको भविष्य थियो। उसले त सिवाय न्याय मागेको थियो भगवान। के अधिकार माग्नु? यति ठुलो पाप हो र छातीमै गोली खानुपर्ने? हे ईश्वर, सुनिराख, यो झन्डाको रङ झन् गाढा पो होला। तर मेरो संसार सधैँको लागि अँध्यारो भइसकेको छ। आज एउटा बुवा मात्र रोएको छैन, आज देशको न्याय शासन रोएको छ। मलाई त अन्याय गरिस्, तर यस्तो अन्याय अहिले अब कसैलाई नहोस्। मेरो छोराको बलिदान अन्तिम बलिदान होस्। यस्तो बलिदान अब कसैले पनि दिनु नपरोस् भगवान, कसैले दिनु नपरोस्। तेरा